नमस्कार साथीहरू, म चन्द्र खड्का। अहिले सामाजिक सञ्जाल र मिडियाभरि एउटै हल्ला छ। प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री सोर्डिङ वाग्ले बीच चाहिँ उच्च तहको विवाद सुरु भयो। यदि ती तथ्यहरू सत्य हुन् भने नेपाली जनताले जुन आशा र भरोसाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएका थिए, त्यो विश्वास आज निराशमा परिवर्तन हुँदैछ। तपाईहरूले जनतासँग भोट माग्दा के भन्नुभएको थियो? हामी मिलेर काम गर्छौँ, हामी झै झगडा गर्दैनौँ, हामी फुटको सङ्घारमा जाँदैनौँ र देश र जनताको हितमा काम गर्छौँ भनेर चाहिँ भोट माग्नु भएको होइन। त्यो कुरा तपाईँहरूले के बिर्सिनु भएको हो? अनि आज कुन हिसाबले चाहिँ तपाईँहरू एक अर्कामा विवाद भयो भनेर हल्ला मचाइराख्नु भएको छ? हल्ला नभई त सामाजिक सञ्जालमा आएन होला। यदि सामाजिक सञ्जालमा आएका कुराहरू सत्य हुन् भने अर्थमन्त्री डाक्टर सोर्डिङ वाग्ले र सम्मानीय प्रधानमन्त्री बालेन शाहज्यू तपाईँहरू दुवैजना पदमा बसेर काम गर्न सक्ने क्षमता पुर्याउनु भएकै रहेन रहेछ। सबैभन्दा त्यो पहिला क्षमता चाहिँ तपाईँहरूले वृद्धि गरेर आउनुहोला। देशका प्रधानमन्त्री सम्बन्धित संसदमा आएर फेद्न टुप्पाको कुरा गरेर जाने, अर्को अर्थमन्त्री विभिन्न करका दरहरू चाहिँ बढाइ गर्ने, जनतालाई चाहिँ थिचै गर्ने। जनताले त भन्न सुरु गरिसके बालेन शाह पनि फेल, अर्थमन्त्री पनि फेल। तपाईँहरू दुवैजनाले चाहिँ त्यो पदको लागि आफ्नो क्षमता वृद्धि गरेर आउनु होला। त्यसका लागि अहिले राजीनामा दिनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको ठुलो विश्वास छ, तर तपाईहरूले त्यो विश्वास र भरोसालाई माटोमा मिलाउने काम गर्नुभयो। एउटाले मात्र होइन, प्रधानमन्त्री बालेन शाहले पनि राजीनामा दिनुपर्छ र अर्थमन्त्रीले पनि दिनुपर्छ। तपाईँहरू दुवैजनालाई यो पदमा बस्ने अधिकार छैन। राजीनामा दिएर योग्य मान्छेलाई ठाउँ खाली गरिदिनुहोस्। जनताको आक्रोशलाई कमजोर नठान्नुहोस्। अब त्यतातिर ध्यान जाओस्, किनभने अहिले तपाईँहरूको दुईजनाको विवादले गर्दाखेरि जनता नै मोडभेडमा पुग्ने र देश नै अस्थिरतातिर धकेल्ने काम चाहिँ हुँदैछ। किनभने तपाईँहरू कि त मिलेर काम गर्नुहोस्, होइन एक अर्कालाई आरोप प्रत्यारोप लाएर चाहिँ फेरि जनतालाई निराशै पार्न खोज्नुहुन्छ भने तपाईँहरू दुवैजना पदमा बस्नको लायकको मान्छे होइन। दुवैजनाले राजीनामा दिँदा हुन्छ। म चाहिँ सिधै त्यही भनिदिन्छु, किनभने झै झगडा गर्ने समय होइन नि त, अहिले विवाद गर्ने समय होइन। देश अहिले सङ्कटमा परेको अवस्थामा, देशको आर्थिक सङ्कटमा परेको बेलामा, होइन देशको अर्थतन्त्र नै सङ्कटमा परेको बेला एउटा विज्ञ मान्छेलाई अर्थतन्त्र बुझाउँदाखेरि चाहिँ झन् राम्रो हुन्छ भनेर सबैले विश्वास गरेका थिए। अर्थमन्त्रीज्यू विभिन्न ठाउँका कर बढाइ गर्नुहुन्छ। प्रधानमन्त्रीज्यू खै संसदमा आएर एकचोटि जनताको नाममा सम्बोधन पनि गरेको देखिँदैन। अनि उहाँहरू दुवैजना चाहिँ फेल हो। तपाईँहरू दुवैजनाले राजीनामा दिँदा हुन्छ, यदि मिलेर काम नगर्ने हो भने। तपाईँहरू यस विषयमा के भन्न चाहनुहुन्छ साथीहरू? कृपया आफ्नो मनमा लागेको कुरा चाहिँ लेख्नु होला है। धन्यवाद।